हिँड्नै जाने बाइकमा यस्तै दौड्या भएको ननुहाएको 27-28 दिन भएको थियो लिएर मैले जसै हाँसी अब नुहाइदिउँ न भनेर हो। गाइज वेलकम टु आवर न्यू डे। आज चाहिँ हामी हिजो बेलुका आएर रुममा बसेका थियौँ। रुम चाहिँ एउटै रुममा बसियो, दुईटा यत्रो सिङ्गल बेड थियो तर दुईजना गरेर अझ समीर र म त भुइँमा सुतेको। ए बाबा यस्तो जाडो, आज त -6 डिग्री, अझ फिल हुने 8 डिग्री रह्यो कि यस्तो जाडो छ। हेर्नु यति लुगा लाउँदा पनि जाडो भइरहेछ, कुरै छोडिदिनु। तलतिर त ठिराइरहेछ, यस्तो चिसो पानी नै जम्यो यहाँ पुरै साथीहरू। अब चाहिँ हामी यहाँबाट रेडी भएर अब चाहिँ मन्दिर मुक्तिनाथतिर चाहिँ झर्ने भनेर अब रेडी हुँदैछौँ। आज 7:30-8 बन्न लागिसकेको छ, उठ्नै सकिएन, ढिल्लै भयो, नत्र छिटै जाने भन्ने कुरो थियो, सकिएन। गाइजहरू अरू रेडी हुँदै हुनुहुन्छ, समीर पनि रेडी भइसकेका छन्। अरू दुईजना सचिन र सुजन कता गए तिनीहरू आफ्नै तालमा छन्। यस्तै हो गाइजहरू, हामी चाहिँ रेडी भइसकेका छौँ। अब चाहिँ हामी रुम छोडेर निक्लिन लागिसकेका छौँ गाइजहरू। अब चाहिँ बाइक गएर भेटौँ ल गाइजहरू। ल चिसो छ, लास्टै बाइक स्टार्ट हुन के गर्ने हो के अरे। हामी चाहिँ दुईटा बाइक चाहिँ स्टार्ट गरिसकेका छौँ। यति जाडो हो नि त यहाँ चाहिँ हिँड्नै परेको रहेछ कि बाइक यहाँ त पुरा चिसो गाइजहरू। हुनै हिउँछ गाइजहरू, हुनै जाने बाइकमा यस्तो जाडो -6 डिग्री अनि घाम लागिसकेको छ। यस्तो छ भ्यू। यो हामी बसेको होटेल घाम आधा पुगिसकेको छ गाइज। यो बाइक स्टार्ट हुन के गर्ने हो, यो लास्ट दुःख दिइरहेको छ यो बाइकले। यो झोलाहरू, म रेडी, यो सचिन रेडी, समीर रेडी। केही बाइकहरू चाहिँ स्टार्ट हुन एकदम गाह्रो भएको छ जाडोले गर्दाखेरि चाहिँ। हाम्रो पेजहरू चाहिँ यहाँ सिटबाट चाहिँ हिउँ फालिरहन्। एकदम जाडोको ठाउँै सबै त्यस्तै खालको कि यहाँ त -6 भनेको छ। आज बिहान चाहिँ पानीहरू पनि पुरै धाराबाट चाहिँ आएको थिएन। अब हाम्रो राइडरहरू चाहिँ फुल रेडी छन् फर नेक्स्ट राइड। अब हामी चाहिँ लोमङथान चाहिँ यहाँबाट छोडिसक्यो। समीर गौरव सचिन अल आर रेडी फर लिभ लोमङथान। ल उताको झ्याउन छ कि उताबाट ओइ यताको छ भित्र हो। पानीहरू चाहिँ पुरै जमेछ कि पुरै आइसक्यो माथिको लेखहरू चाहिँ चिसो चाहिँ एक्सट्रिम लेभलको छ। गौरव सचिनमाथि चाहिँ सुरु भइसक्यो। अगाडिको यहाँ पनि हुन्छ यहाँको पानी। हामीहरू चाहिँ लोमङथान भिलेजबाट चाहिँ हामीले मेन रोडसम्म त कनेक्ट भइसक्यो। अब यहाँबाट चाहिँ लगभग 50 किलोमिटर अफ रोडिङ हो। पुरै बाटो पुरै यस्तै हो, सेम बस्तीको ज्यादा त्यस्तै किलोमिटर अफ रोड पुरै।
चाहिँ जुत्ताको डाँडाको ल्यान्डस्केपहरू डाँडाको चुच्चाहरू एकदम घाँस सास रुख केही छैन बस पहाड ढुङ्गाहरू छन् अगाडि पनि एउटा हिजो रोकिएको विश्राम गरेको ठाउँमा चाहिँ आइसक्यौँ। यहीँबाट हिजो हाम्रो एउटा चस्मा अनि एउटा ग्लोभ्स चाहिँ यहीँबाट गायब भएको, अहिले यहाँ चाहिँ छैन, बिदुर खोज्न हिँडिरहन्। हामी बिदुरमा मात्र अहिले यहाँसम्म आइसक्यौँ। अब अरूहरू चाहिँ आउँदैछन् बाइकमा चाहिँ, थाहा नै केही प्रब्लम भयो होला, त्यहाँ खोज्न गएछन् हाम्रो बिदुर। चस्मा पाइहालिन्छ कि भन्ने आशले बट बसेको यहीँ हो, केही पनि छैन अहिले चाहिँ। ठाउँको त कुरै छोडौँ है, जुन ठाउँ पनि बबाल। भर्खर त्यहाँबाट हिँडेको सजुन खुर्काब्रोको बाइकमा तेलै सिद्धियो अरे, फेरि हामी रोकिँदैछौँ। हिँडेको कति धेरै भएको छैन, कति 5-6 मिनट भयो होला। हामी फेरि यहाँ सब कुर्दै बस्दै हो। यी हाम्रो बिदुर समीर सुजनहरू तिनीहरू चाहिँ आएनन् क्या। त्यो बाइकले पनि लास्टै घात गरेको, जहिले हिजो तानेन त्यसैले आज तेल भइरहेको त्यसैमा हिँडेकै छैन अरे, स्टार्ट बन्द भएर भर्खर तेल हालेको फेरि त्यसैमा बिजोग छ। त्यो चाहिँ त्यहाँ देखिएछ मृग हो कि हरिण हो कि त्यहाँको लोकल गट त होइन, त्यत्रो सिङ त छैन होला, हरिणै हो। अब चाहिँ मान्छेको तिनीहरू चाहिँ थाहा पाए त्यो चाहिँ भाग्नलाई रेडी भएको छन् चाहिँ, तर गाडीहरू हिँड्दा चाहिँ भागेनन्। सिङहरू भनेपछि यो मृग होइन हरिण हो, भागिसक्यो, टाढा गइसक्यो। त्यही पनि म चाहिँ देखाउने कोसिस गर्छु कस्तो छ भनेर, छिटो खुस्छ गएर। यस्तै दौड्यान्, तिनवटा रहेछन्।
धोका दियो बाइकले हावा यस्तो चलेर उडाउडा रहेछ फेरि मान्छेलाई हावाले कुरै छोडिदिउँ गाइस ल गाइस अब ग्यारेजतिर जाऊँ के अरे पाइन ग्यारेज छ के अरे अब जाऊँ कागबेनी जाऊँ ल गाइजहरु हामी कागबेनी आइसकेका छौं दुःख सुख बाइकलाई यहाँसम्म ल्याउन चाहिँ ल्याइयो तर यहाँ फेरि एउटा ग्यारेजहरु केही रहेन फेरि अब कि त मुक्तिनाथ अरे कि त तल जमसम अरे अब मुक्तिनाथ फिक्सै छैन अब गाडीको बनाउने छ अरे बाइकको फिक्सै छैन त्यही पनि केटाहरूले मुक्तिनाथ जाम भनिएछन् अब नभए झन् 35 किलोमिटर हिँड्दा त टायर के रहने यो बिजोग छ हालत अहिले हामी पनि डबल रोड हुन नपाएर हिँड्दै यो दुईजना हिँड्दै माथि छ गाडी यसो पाइयो भने गाडीमा चाहिँ जानुपर्छ त्यही भनेको के गाइस के हुन्छ अब ल गाइजहरु अहिले भेटौँला फेरि समीरले मलाई चाहिँ ल्याएर छोडेर गयो अब एउटा बाइकको चाहिँ टायर पङ्चर भएको कारणले गर्दाखेरि चाहिँ त्यो बाइक चाहिँ सिङ्गल आयो अनि बिजुलाई लिन गयो अहिले चाहिँ अब यहाँबाट मात्र 1 किलोमिटर छ म चाहिँ हिँडिरहेको छु चाहिँ मुस्ताङको स्याउ फल्ने चाहिँ यस्तै रहेछ मैले चाहिँ फर्स्ट टाइम देखेको त्यो नजिकबाट बुट्टाहरू चाहिँ यस्तो हुँदो रहेछन् हो हामी चाहिँ मुक्तिनाथ आइसकेका छौं हामी दुःख सुख गरेर आयौं बाइक बन्टिल भएर दिमाग खराब ओहो पुरै छोडिदिनु गाइजहरु फर्स्टै दुःख गाइज यस्तो छ यमुनी यता माथि पार्किङ पुरा पार्किङ गर्ने ठाउँ सचिन अगाडि दाइ अगाडि गाइज नास्ताहरू खाएर हामी चाहिँ यहाँबाट मास्तिर मन्दिरतिर जाँदैछौँ सबैजना लुगा फेरेर ट्याक्क रेडी भएर म चाहिँ आरसीबीको जर्सीमा हिँड्दैछु गाइज गौरव र म बिग फ्यान अफ रोयल च्यालेन्जर बेङ्गलोर गाइजहरु खै त गौरवलाई देखाएको गौरव हाम्रो गौरव साथी यार गौरव हराए फोकस गरौँ न है समीर हाम्रो समीर कता गए झिल्के भएर हिँड्छन् समीर चाहिँ झन् नि आउँदो रहेछ आउन चाहिँ घोडा लिन आउँछु तिमीलाई घोडामा के हो अरे गीत किनेका आरसीबीका मुख देखाउन लाज हुन्थ्यो सधैँ हार्ने भएर अहिले लाएर हिँड्छन् छाती फुलाउँदै अर्को समीर झिल्केले चाहिँ लाएनन् ह्यान्डसम भएर जान्छु भनेर समीरले चाहिँ अर्कोलाई नत्र जर्सी किनेको 3-4 वर्ष भयो होला तर लाउने जितेसी लायो लाज पचार फोकस नहानेको घरिघरि नमस्ते बा हेर्नुहोस् के बाटो यस्तो हुनुपर्छ के बाटो भनेको अलि मान्छेहरू अलि धेरै छन् बट यस्तो राम्रो छ
हाम्रो केटाहरू फेरि यस्तरी बोकेर हिँड्छन् बुढो मान्छेलाई। गाइज टी गेटमा आइसकेका छौँ हामीहरू हिँडेर। उहाँबाट सिँढी छ गाइजहरू। गाइज भित्रको वातावरण चाहिँ यस्तो छ है। हामी चाहिँ अगाडि बढ्दैछौँ अझै। भक्तजनहरू चाप त एकदम बढी नै छ। यो मन्दिर चाहिँ हामी आइसकेका छौँ। यो मन्दिर माथि छ क्या मन्दिर। यता यी नुहाएपछि डुब्ने पोखरी यहाँ रहेछ गाइजहरू। पोखरी हेर्नु त गाइज, मान्छेहरू नुहाउँदै हुनुहुन्छ। यो धाराबाट नुहाएर आएर उता 108 धारा नुहाएर आएर यहाँ नुहाउँदै हुनुहुन्छ। ए यहाँ हेर्नु त गाइजहरू, पानी त कुरै छोडिदिउँ फोहोरको त। अब ठिकै छ, गङ्गाजीको पानी फोहोर हुन्छन् है, के गर्ने अब। मेन मान्छेहरू सब पाप पखालिरहेछन्, पाप पखालेको पानी फोहोर हुन्न त नि गाइजहरू भन्ने कुरो भयो यहाँ मेरो चाहिँ। यो मन्दिर चाहिँ यहाँ छ गाइज। म मन्दिरभित्र चाहिँ जान हुँदैन हामी, त्यही भएर यो 108 धारा चाहिँ यही गाइजहरू यस्तो छ। यो माथि गङ्गाजी बग्नु भएको छ हाम्रो। यी जलहरू गाइज 108 धाराबाट जल आइराखेको छ, एकदम पवित्र जलहरू। गङ्गे च यमुने चैव गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरी जलस्मिन् सन्निधि कुरु। ल गाइजहरू अङ्कल नुहाउँदै हुनुहुन्छ है। अब म अहिले सके पाप गरेँ, सब पखाल्दैछु एकछिनमा होइन। म त लिएर मैले चाहिँ पाप पखाल्यो। यिनीहरू त अब पापी नै भएर बस्छ। हामीले चाहिँ अलिक कम गरेको थियौँ होइन पाप, त्यही भएर हामीले अलिकति पानी मात्रै हाल्ने भन्ने सोचियो। केटाहरूले चाहिँ अलि धेरै गर्दै केटाहरू चाहिँ डुब्की नै लाउनु पर्छ भन्ने कुरो भयो है केटा। भएको नुहाएको 27-28 दिन भएको थियो लिएर मैले, जसै हाँसी अब नुहाइदिउँ न भनेर हो। पाप पखाल्ने त न्यु हो, बाथरुम हुन्छ नि त, पापै नअरेको के पाप। ए दाइरा कुशल चाहिँ यहाँ अलिअलि भए पनि चिसो हुनाको कारणले अलिअलि भए पनि अब पवित्रताको लागि शिरमा भए पनि स्नान गरिराख्नु भएको छ। अरू साथी एउटा सचिन साथी चाहिँ नुहाउँछु नै भनेका थिए के अरे, राम्रोसित नै सके नुहाउँछन्, अब नसके के गर्ने। यस्तै छ यी धाराहरू, यत्र 108 धाराहरू छन् के अरे। अहिले मैले हजुरलाई भनिसकेँ। एकजनाले नुहाएर भ्याउन लगाइराख्नु भएको छ। अब चाहिँ अब लास्ट सेकेन्ड लास्ट धारामा आउनु भएको छ। यी लास्ट धारामा नुहाउँदै समीर सरले नुहाएर भ्याइसक्नु भएको छ। त्यसलाई हाम्रो केटाहरू त नुहाउने भनेको मान्छेहरू खै नुहाउलान् जस्तै लागेन गाइजहरू। पानी छामेरै डराए जस्तो लाग्यो गाइजहरू। हाम्रो साथीहरू यी सचिन साथीले चाहिँ एकदम ढिलो नुहाउँछौँ 108 भन्नुभयो। 108 धाराको पानी पर्ने गरी सुस्त आनन्द नुहाउँछौँ भन्नुभयो। हेरौँ अब हामी पनि कसरी नुहाउनु त रहेछ। हाम्रो रेग्मी हाम्रो सचिन सर, हाम्रो साथीहरू चाहिँ सुस्त हिँड्नु भएको छ है। ल सँगसँगै है सचिन सर चाहिँ एकदम सुस्त गर्ने भन्नुभएको छ। ल हेरौँ है सचिन कतिको सुस्त है, हेरौँ है सचिन सर कतिको सुस्त है। बरु ढल्नु भयो भने हामीले उठाएर लैजान्छ। जाऊ एकदम सुस्त है। हामीले हेर्ने भनेकै यो भिडियोकै लागि भए पनि एकदम सुस्त नुहाउनु भएको सचिन सर चाहिँ। गौरव सर चाहिँ निस्किसक्नु भएको छ। हाम्रो सचिन सर चाहिँ एकदम सुस्त 108 धाराको पानी पार्न भनेर चाहिँ एकदम सुस्त नुहाउनु भएको छ।
नत्र 108वटाको धाराको पानी पर्दैन यहाँ नछोड है साथी सानो ल ल साथीले राम्रोसित नुहाएर निक्लिनु भयो कुण्डमा नुहाउन जाँदै हुनुहुन्छ अब साथीहरू ल है कुवामा हिँड्नु साथीहरू ल ल ल केटाहरूले चाहिँ गर्न सके है मान्नुपर्छ सचिन सरलाई चाहिँ एउटा त्यही पनि छुटाए है साथीले भिडियोमा हेरौँला राम्रोसी चाहिँ अब साथी डुबुल्की मार्न गइराख्नु भएको छ ल कुण्डमा राम्रोसी पखाल्नु होला साथीहरू हामी चाहिँ मुक्तिनाथतिर गएर झरिसकेका छौँ मुक्तिनाथ मन्दिर म चाहिँ दर्शन गरिनँ गर्न हुने जतिले गर्नुभयो हामी चाहिँ झरिसकेका छौँ अब फेरि यहाँ गाइजहरू यहाँ हामी हिँडिसकेका छौँ गाइजहरू झर्दैछौँ क्या बबाल हिमाल देखिरहेको छ यहाँबाट यी अन्त गाइज यो बाटो गल्ली मुक्तिनाथको गल्लीहरू त्यो मन्दिर क्या राम्रो देखिएको गाइज हेर्नु त्यो मन्दिर वाउ बन्दै गरिरहेको रहेछ ल गाइज हामी चाहिँ अब अगाडि बढ्दैछौँ गल्लीबाट अनि त्यस पछाडि अब चाहिँ हामी गएर माथा गएर बस्ने कुरो छ के हुन्छ अब हेर्दै जाऊँ हामी चाहिँ अहिले नास्ता खाएकै ठाउँमा आयौँ उहाँ अगाडि हामीले यसरी प्याक गरेर हेलमेट त्यहाँ राखेर चाहिँ हामी गएको थियौँ यो होटेलबाट अनि त्यहाँबाट यहाँ घोडाको तबेला होटेलको नाम चाहिँ सनम होटेल हो मुक्तिनाथमा होइन यी समीर यी सचिन सुदन सुचललाई अब म त देखिरहनु भएकै होला म त अब देखाउनै परेन म ह्यान्डसम भइहालेकै कुरो हामीहरू चाहिँ मुक्तिनाथबाट चाहिँ अब हिँडिसक्यौँ 3 बजे आएको थियौँ 6 बजिसक्यो 3 घन्टा क्यारी भइयो यहाँ थाहै भएन अँध्यारो परिसक्यो आज दुम्बा लेकको प्लान चाहिँ क्यान्सल भयो त्यो चाहिँ भोलि कभर हान्नु पऱ्यो अब हामी चाहिँ यहाँ फर्किँदैछौँ त्यो चाहिँ पारालेको क्या होइन हामी चाहिँ अब त्यहाँ जाने नि भ्याइएन त एकदम सानो रहेछ यसो बाटोको माथिपट्टि ब्युटिफुल राति 6:30 भइसक्यो बाटो पनि केही साथ थियो होइन लेकको चाहिँ हल्का पग्यो भने देखिया चाहिँ लाइट हामीहरू चाहिँ बेलुकीको 7 बजे चाहिँ बल्ल जोमसोम आछौँ होइन यहाँ चाहिँ ब्याङ्कको प्रोग्राम यस्तो कुरो छडौँ यहाँ चाहिँ एउटा मिठो बोर्ड रहेछ आई लभ जोमसोमको दिस इज आई लभ जोमसोम बोर्ड यहाँ चाहिँ केही नेमहरू चाहिँ लेखिएको रहेछ यो चाहिँ जोमसोम बजारको चाहिँ नाइटको भ्यू हो गाडीहरू छ लाइटहरू छ यता त्यस्तै छ रमाइलो छ पर यहाँ रुम चाहिँ एकदम गाह्रो भइरहेको छैन अभाइलेबल छैन हामीहरू चाहिँ जोमसोम आइसक्यो आज चाहिँ भी सिट छँदै छैन यहाँ चाहिँ चिनेको दाइ हुनुहुँदो रहेछ गौरवले त्यही भएर चाहिँ 2टा रुम चाहिँ अभाइलेबल भयो यसमा चाहिँ पुरा 3टा बेड छ उताबाट चाहिँ 2टा रहेछ जसो तसो वी एडजस्ट धन्न पाइयो त्यही होटल गर्ला दाइले त भन्नुभयो यहाँ यो तर रुम पाउन अहिलेको जमानामा मुस्ताङ यो जाडो महिनामा आउँदाखेरि केटी पाउन भन्दा दुःख रहेछ गाइजहरू